चियामा काठमाडौँ सेवा समितिद्वारा आयोजित दुर्गाखतिला पालिका स्थानीय पुरुष भलिबल शुभारम्भ टाइम आउट पछि पनि अङ्क पनि आफूले नै लिइरहेको छ। शुभारम्भ काठमाडौँको आज मूल पानीमा चाहिँ अङ्क रहेको छ। शुभारम्भ 16 मेलुङ 7 अर्को अवसर प्राप्त गरेको छ। अब पनि अङ्क प्राप्त गरेको छ मेलुङ 8 शुभारम्भ 16। दोस्रो सेटको खेलमा भने शुभारम्भसँग 8 अङ्कको स्पष्ट अग्रता छ। स्पाइक थियो टिपिकको प्रयास पुनः एकपटक अवसर प्राप्त गरेको छ। शुभारम्भ अर्को राम्रो स्पाइक र अर्को अङ्क। भलिबल प्रतियोगिता हुँदै रहेछ यहाँनिर म पुगेको थिएँ। त्यसले गर्दाखेरि सानो थोरै भिडियो हजुरहरू र अब पनि यो स्पाइक पाइदिएको छ। पुनः एकपटक शुभारम्भ अङ्क थप्दै शुभारम्भ 18 मेलुङ 8। बाटोमा सवारी साधन राम्रो अर्को डिफेन्स आउने जारी छ। सवारी साधनहरूको कृपया गाडी निक्लिन मिल्ने गरी मात्रै सवारी साधन पार्किङ गरिदिनु होला र बाटोमा पार्किङ गर्नेका सवारी साधनहरू यथासक्दो चाँडो निकालिदिनु होला। बाटोमा पार्किङ गरिएका सवारी साधनहरू कृपया यथासक्दो चाँडो निकालिदिनु होला। सवारी साधन आउन जान बाटो मिल्ने गरी मात्रै पार्किङ गरिदिनु होला। अब पनि राम्रो स्पाइक मेलुङबाट अङ्क प्राप्त गरेको छ। मेलुङ 9 शुभारम्भ 19। दोस्रो सेटको खेलमा पुनरागमन गर्न चाहन्छ मेलुङ। बाटोमा पार्किङ गरिएका सवारी साधन कृपया गाडी आउन जान मिल्ने गरी मात्रै पार्किङ गरिदिनु होला। यथाशीघ्र चाँडो हटाइदिनु होला। राम्रो प्लेसिङ र अर्को अङ्क थपेको छ। शुभारम्भ 20 मेलुङ 9। अब भने 11 अङ्कको अग्रता दोस्रो सेटको खेलमा। अर्को राम्रो डिफेन्समा कोही छाइरहेका छन् भने शुभारम्भ जर्सी नम्बर 12 उत्कृष्ट डिफेन्स वीरबल केसी। क्विक स्पाइक अङ्क प्राप्त गरेको छ। अब भने मेलुङ 10 शुभारम्भ 21। अर्को राम्रो स्पाइक थियो ब्लक भएको छ। अवसर प्राप्त गर्नेछ फेरि पुनः एकपटक मेलुङ स्पाइक पुनः एकपटक अवसर प्राप्त गर्दै शुभारम्भ प्रेसिङको प्रयास थियो बलबारी गरेको छ। पुनः एकपटक मेलुङ यो पनि राम्रो टेक्निक र अङ्क प्राप्त गरेको छ मेलुङ। सर्भिस मेलुङ आउटसाइड हिटिङको प्रयास थियो राम्रो रिसिभ